हेलो गाइज, हजुरहरूलाई अनभिजुअलमा फेरि पनि स्वागत छ। आज चाहिँ म हजुरहरूको लागि मिठो मिठो फिस फ्राई रेसिपी लिएर आएको छु। त्यसको लागि चाहिँ हजुरहरूले आफूलाई मनपर्ने फिस लिएर आउन सक्नुहुनेछ। म चाहिँ आज रो फिस लिएर आएको छु। खाँदा चाहिँ अलि बढी नै हुन्छ, तर खानको लागि चाहिँ एकदमै मिठो हुन्छ है। सबैभन्दा पहिला म माछालाई राम्रोसँग सफा गरे अनि चाहिँ मैले लेमन अनि स्वाद अनुसार नुन, बेसार र अदुवा लसुनको पेस्ट पनि एड गरे। थोरै मैदा पनि एड गरे। मैदाले चाहिँ मसलालाई राम्रो छोपेर राख्दछ। फुड कलर चाहिँ अप्सनल हो। त्यसपछि म्यारिनेसनको लागि कम्तीमा पनि 1 आवर जति छोपेर राख्नु होला। त्यसपछि अब बिस्तारै बिस्तारै डिप फ्राई गर्नुहोस् र हजुरहरूको तातो तातो फिस फ्राई रेडी छ। यसरी बनाउँदा चाहिँ एकदमै क्रिस्पी अनि जुसी मिठो हुन्छ। यो यतिकै पनि खाना रेडी भइसकेको छ, तर म चाहिँ यसमा भएको टाउकोहरूलाई थोरै ग्रेभी बनाउन गइरहेको छु। यसको लागि चाहिँ तेल राम्रोसँग तातियोस् अनि हजुरलाई मनपर्ने गरम मसलाहरू हजुरहरूले फुराउन सक्नुहुनेछ, जस्तै जिरा, धनियाँ, मेथी, ज्वानो। मैले चाहिँ थोरै मेथी फुराएँ अनि 2टा तेजपत्ता, त्यसपछि थोरै जिरा फुराएँ। त्यसपछि मसिनो गरी काटेको प्याजलाई राम्रोसँग गोल्डन ब्राउन हुने गरी फुराउनुहोस् अनि टमाटर पनि मसिनो गरी काटेको यतिकै राख्न पनि सक्नुहुनेछ र हजुरहरूले पेस्ट पनि बनाएर राख्न सक्नुहुनेछ। टमाटरलाई राम्रोसँग छोपी मजाले गल्ने गरी पकाउनुहोस् अनि थोरै लसुन अनि अदुवाको पेस्ट पनि राख्नुहोस्। त्यसपछि स्वाद अनुसार नुन, बेसार, मैले चाहिँ थोरै जिरा धनियाँको पेस्ट पनि एड गरेँ। अब मसलाहरूलाई राम्रोसँग छोपी पकाउनुहोस्। मसला मजाले पाकिसकेपछि अब हजुरहरूलाई आवश्यकता अनुसार सुप लगाउन सक्नुहुनेछ। मजाले सुप उम्लिसकेपछि माछा एड गर्नुहोस्। अब फेरि यसलाई 2 मिनेट जति मजाले उम्लिन दिनुहोस्। धेरै उमाल्नु भयो भने चाहिँ माछा धेरै गल्न सक्छ है। 2-3 मिनेट मजाले पकाइसकेपछि हजुरहरूको ग्रेभी फिस पनि रेडी भयो खानको लागि। यदि हजुरहरूलाई मेरो रेसिपी मन पर्यो भने पक्कै पनि घरमा ट्राई गर्नुहोला अनि कस्तो लाग्यो एकपटक कमेन्ट गर्न पनि नबिर्सिनु होला है। अनि लाइक, कमेन्ट अनि सब्सक्राइब गर्न पनि नबिर्सिनु होला। फेरि पनि अर्को भिडियोको साथमा पक्कै पनि आउने नै छु। तबसम्मको लागि बाई बाई। बाई बाई। टेक केयर।